कसलाई फोन गर्नु भएको सर? तेरो हजुरआमालाई बोल्छस्? हेलो बुढी, आजदेखि मलाई रातिको खाना नबनाऊ ल। म एक टाइम मात्र खान्छु। यहाँ सबैले मलाई मोटे भनिसक्यो। के रे, मोटेलाई मोटे नभनेर के भन्नु रे? तिमी मेरो बुढी भएर यिनीहरूको साइड लिन्छौ? ल ल राख राख, म मिटिङमा छु। आजको एजेन्डा के हो सर? ए बल्ल याद आयो एजेन्डाको। वाइयात कुरा गरेर पुगेको अब। ह्याट तेरिका, तपाईलाई एजेन्डाको बारेमा भन्नुस् भनेको के, भाषण दिनुस् भनेको होइन। आजको पहिलो एजेन्डा, तपाईहरुको कोट खोइ। अफिस आउँदा कोट नलगाइ आउने तपाईहरु? सरी सर, मेरो कोट त साथीले भाडामा लगेको छ। अनि मेरो चाहिँ मुसाले। अबे साले। के रे? मेरो मतलब मुसाले काटेर सिलाउनेले लगेको छ सर। मलाई एउटा कुरा भन्नुस् त, तपाईको घरमा मुसा भएको कि तपाई मुसाको घरमा भएको? महिनामा 3-4 चोटी त तपाईको कोट काटेकै हुन्छ त मुसाले। के गर्नु सर, जहाँ राखे पनि मुसाले भेटिहाल्छ। बक्सा छैन तपाईको? बक्सामा राख्नुस्। बक्सामा बुढीको लुगा छ सर। नाटकै हो। त्यसो भए दराजमा राख्नुस् न त। दराज त होला नि घरमा। दराजमा पनि बुढीकै लुगा छ सर। म अरू कुरा जान्दिन। भोलिदेखि प्रपर ड्रेसमा आउनुपर्छ। कोट टाई पेन्ट केही छुट्नु हुँदैन, बुझ्नुभयो? प्यान्ट त कसले छुटाउँछ हौ सर? प्यान्ट नलगाए आयो भने त कुरी कुरी भइहाल्छ नि। प्यान्ट नलाए पनि कटु त लागेको हुन्छ नि। कटु लगाएपछि के को कुरी कुरी? ओ म्याडम, सबै केटाहरू एउटै हुँदैन, बुझ्नुभयो नि? कोही कोही केटाहरू कट्टु नलगाए पेन्ट लाउँछन्, जस्तो कि हाम्रो म्यानेजर सर।